गुड मर्निङ सर। गुड मर्निङ के छ हाल खबर? ठिक छ सर। के आजको मर्निङ गुड छ त? गुड छ सर, धेरै गुड छ। किन गुड छ? हजुरको त्यो हिजो हजुरले बनाउनु भएको भिडियो चाहिँ अलि भाइरल भएको हुनाले चाहिँ हाम्रो एलके कलर मात्र भिडियो छ। अहिले चाहिँ त्यो अफरमा हजुरले राख्नुभएको हुनाले फेसन कलरहरू चाहिँ धेरै डिमान्डमा आएको छ सर। ए ओके ठिक छ, ल बस्छौँ हजुर, बसौँ। कविता गुड मर्निङ सबैजनालाई, हामीलाई हेर्नुहुने सबैजनालाई। हामीले हिजो कलरको बारेमा आफ्नो स्टकमा अथवा हामीसँग एभाइलेबल कलरहरूको बारेमा यहाँहरूसँग सेयर गरेका थियौँ। फेरि सटिकमा म यहाँलाई सम्झाउँछु। यो चाहिँ पर्मानेन्ट कलर हो, एलकेओपिसी। पर्मानेन्ट कलर भनेर कसरी बुझ्नु होला भने एकचोटि लगाइसकेपछि जब नयाँ कपाल पलाउँदैन तबसम्म यो कलर चाहिँ लङ लास्टिङ हुन्छ। त्यसलाई चाहिँ पर्मानेन्ट भनेर बुझ्नु होला। यो चाहिँ फ्लेक्स मिसिएको कलर हो, यो पनि पर्मानेन्ट कलर नै हो। यो पनि जबसम्म नयाँ ग्रोथ बाहेक भनौँ न ग्रोथ मात्र हुने भएन तब जबसम्म तपाईँ कपाल नयाँ पलाउँदैन पहिले गरेको कलर चाहिँ उड्दैन। यसलाई चाहिँ फ्लेक्स मिसिएको कलर हो। यो कलर गर्दा गर्दा ट्रिटमेन्ट हुन्छ। यो चाहिँ डेमाई पर्मानेन्ट भनेर भन्छ। यो कलर कस्तो हुन्छ त भन्दाखेरि 25 देखि 30 पटकसम्म तपाईँको कपाल नहुनको लागि तबसम्म ठिक छ। एकदमै साइनिङ आउने कलर हो यो। जस्तो लिपस्टिकमा हामीले म्याट लिपस्टिक लगाइसकेपछि ग्लसले टचअप गर्छौँ नि, हो त्यस्तो कलर हो यो चाहिँ। यो कलर चाहिँ सेमी पर्मानेन्ट भन्छ। 4-5 वासमा हजुरले टोनिङको रूपमा मात्रै प्रयोग गर्ने हो। 4-5 वासमा यो कलर फेड हुन्छ। फेसन कलर हो, यो डार्क कलरहरू हुँदैन। अब यो बाहेक हामीसँग भएका कलरहरू यहाँहरूलाई थाहै छ। रिटच कन्सिलर भनेको यो हाम्रो अत्यन्तै भाइरल प्रडक्ट हो नेपाली बजारमा। जसलाई फुर्सद छैन कलर गर्ने र कुनै पार्टी अथवा फङ्सनहरूमा एटेन्ड गर्नु पऱ्यो भने तत्कालको लागि टेम्परेरी स्प्रे हो। यो रातो कलरमा आउँछ। यदि हजुरहरूले बर्गन्डी कलर गर्नुभएको छ, रातो टाइपको कुनै पनि कलर गर्नुभएको छ भने यसले रुट टच गर्न मिल्छ रातोमा। यो चाहिँ ब्ल्याक कलर गर्नुहुनेहरूको लागि भयो। यो चाहिँ ब्लन्ड, कसैको कपाल ब्लन्ड छ भने र फुल्नु भएको छ भने तत्कालको लागि टेम्परेरी सोल्युसन हो यो। अनि यो चाहिँ ब्राउन, सबभन्दा बढी बिक्ने ब्राउन सेडको हाम्रो रिटच कन्सिलर स्प्रे भनेर भन्छौँ जसलाई हामीले। यो चाहिँ हामीसँग टेम्परेरी भयो। अब सर बुझ्दाखेरि के बुझ्नु पऱ्यो त भन्दाखेरि हामी मात्रै नेपालमा यस्ता कम्पनी छौँ, निसार मात्रै एउटा यस्तो ब्रान्ड हो जसमा पर्मानेन्ट कलर, डेमी पर्मानेन्ट कलर, सेमी पर्मानेन्ट कलरदेखि लिएर हामीसँग टेम्परेरी कलरहरू पनि एभाइलेबल छन्। त्यति मात्रै होइन, अझ हामीसँग त यदि यहाँहरूले मान्नुहोस् रातो कलर गर्नुभयो र त्यो रातो कलर चाहिँ छिटै उड्छ। तर अब हजुरलाई हामी एउटा यस्तो ट्रिटमेन्ट क्रिम दिन्छौँ जसलाई मास्क भन्छौँ, रिफ्रेसिङ कलर मास्क। हजुरले स्याम्पू गरिसकेपछि रातो कलर गर्नुभएको थियो अलिकति पखालिन्छ, तर हजुरले यो मास्क लगाएर 12-15 मिनट राख्नुभयो भने जस्तो कलर थियो फेरि रिडिपोजिट हुने भयो। आफ्नो कलरलाई सधैँ फेड हुनबाट बचाउने र फ्रेस गराउने चाहिँ यो मास्क हो। यसमा थुप्रै कलरहरू अप्सन हुन्छन्। एस कलरको लागि सिल्भर हुन्छ, गोल्डको लागि गोल्ड नै हुन्छ, पर्पल कलरको लागि वायलेट कलरको हुन्छ। यस्तो मास्कहरू पनि हामीसँग छन्। यदि यहाँले आफ्नो कलरको लङ लास्टिङ चाहनुहुन्छ भने यो रिफ्रेसिङ मास्क पनि आफ्नो नजिकको ब्युटी सलुन, युनिसेक्स सलुन र ब्युटी पार्लरबाट किनेर लैजान सक्नुहुन्छ। र अन्त्यमा यी सबै प्रडक्टहरू हामीले डाइरेक्ट कस्टमरलाई होइन, हजुरले नजिकको आफ्नो ब्युटी सलुन र ब्युटी पार्लरहरूबाट पर्चेस गर्नु होला। धन्यवाद।